पवित्र महाकाली गंगा प्रवाहित भएकी छिन्। मानसरोवरबाट महङ्कालको जटाबाट प्रवाहित भएकी महाकाली नदी विभिन्न अन्य नदीहरूसित मिलेर जुन ठाउँमा अरू नदी मिले त्यो ठाउँमा तीर्थ बनेका छन्। हरेक नदीका सङ्गमहरू तीर्थका रूपमा रहेका छन्। यहाँ रङ्गुन नदी जुन ऐला तालबाट ऐला हृदयबाट ऐला हृदय समुद्भूताम नित्यम नमामि रेणुकाम भनेर स्कन्द पुराणले वर्णन गरेकी ऐला नदी महाकाली नदीमा श्यामा नदीमा मिलेको यो ठाउँ परशुराम तीर्थका रूपमा रहेको छ। ऐलाया सङ्गमम पुण्यम जाम दग्न्याश्रमम शुभम भनेर स्कन्द पुराणले भनेको छ। ऐलाको सङ्गममा जहाँ ऐला नदीको सङ्गम छ, ऐला र श्यामाको जहाँनिर सङ्गम छ त्यहाँनिर परशुराम तीर्थ छ भनेर स्कन्द पुराणले वर्णन गरेको छ। यही स्थान दृश्यमा देखिएको स्थान ऐला र श्यामाको सङ्गम हो र यो ऐला र श्यामाको सङ्गम परशुराम तीर्थमा माघ महिनामा स्नानको निकै ठुलो महत्त्व छ। गङ्गा स्नानको भन्दा 10 गुणा बढी पुण्य यो क्षेत्रमा स्नानले पाइन्छ भनेर स्कन्द पुराणले यो क्षेत्रको वर्णन गरेको छ। यो तीर्थ परशुराम तीर्थ बराबरको तीर्थ 3 लोकमा अर्को कहीँ छैन भनेर पनि उल्लेख गरिएको छ। त्रैलोक्येन मयि चितम जाम दग्न समम क्षेत्रम त्रैलोक्येन मयि चितम, यस्तो 3 लोकमा अर्को तीर्थ देखिएको छैन। यत्र स्नात्वा भवे तस्मात् प्रियो देवस्य चक्रेण, यहाँ स्नान गर्ने मान्छे भगवान विष्णुको प्रिय हुन्छ भनेर स्कन्द पुराणको मानसखण्डमा यो क्षेत्रको उल्लेख गरिएको छ। यो तीर्थको वर्णन गरिएको छ। जाम दग्ने हवे तीर्थे ऐला सङ्गस मध्यके, परशुरामजीले आह्वान गरेको तीर्थ हो यो र यो तीर्थ परशुरामजीले स्थापित गरेको हो। यो ऐलाको सङ्गममा रहेको यो तीर्थ जाम दग्ने हवे तीर्थे ऐला सङ्ग समध्यके स्नात्वा कुल सतैर्युक्तो विष्णुलोक महीयते, यहाँ स्नान गर्नेको 100 कुलसम्म विष्णुलोक पुग्दछन् भनेर स्कन्द पुराणले यो क्षेत्रको वर्णन गरेको छ। र यो अति पवित्र क्षेत्रमा माघ महिनाको स्नानलाई निकै ठुलो महत्त्वका साथ लिएको छ। यही मकर सङ्क्रान्तिका दिन पौष मसान्तमा यो क्षेत्रमा पुगेर पौष मसान्तमा बास बसेर मकर उदयसँगै स्नान गर्नुपर्ने हुन्छ। मकर स्नानलाई नरहरि स्नानका रूपमा पनि भनिन्छ, नरहरि सङ्क्रान्ति पनि भनिन्छ मकर सङ्क्रान्तिलाई। यो स्नानको निकै ठुलो महत्त्व रहेको छ। त्यही पनि पुण्य महिना माघ महिना, त्यही पनि पवित्र गङ्गा स्नानलाई अति ठुलो महत्त्व दिइएको छ र त्यो महत्त्वको त्यो तीर्थमा सम्पूर्ण सनातन धर्मावलम्बीहरूलाई स्नानका लागि माघ महिनामा पाल्न हुन हार्दिक आमन्त्रण गर्न चाहन्छु।